देख्दैछौ माथि हेर, यो क्रिज लाइन, यो क्रिज लाइनलाई चाहिँ अब हामीले एकपल्ट ब्लेन्ड गर्नुपर्छ यसरी। अनि मात्रै पाउडर, नत्र हामीले यसकै माथि फेरि पाउडर लाग्यो भने फेरि राख्न एकछिन। अब चाहिँ पाउडरको पारी, पाउडरले पनि मजाले फिक्स गर्नुपर्छ, नत्र भने पाउडरले पनि फिक्स गरेन भने अब यसरी फेरि हातमा यसरी जति नै हामीले यसरी टच टच गर्छ हातमा आउँछ प्रडक्टहरू। जति हामीले हात अलिकति टच गर्छ त्यति प्रडक्ट हातमा आउँछ। त्यस लागि पाउडर यतिको मोटा लाउनै पर्छ पाउडर।